श्रीलङ्का दक्षिण एसियामा अवस्थित एउटा सानो राष्ट्र श्रीलङ्काको अवस्था हेर्न थाल्छ। महेन्द्र राजापक्ष जब त्यहाँको जुन एउटा प्रधानमन्त्री हुँदाखेरि उसले के गरेको भन्दाखेरि उसले आफ्नो भएभरका आफ्ना नेपोटिजम, आफ्ना परिवारवाद, आफ्ना नातावाद, आफ्ना कृपावाद सबैलाई एउटा संवैधानिक निकायदेखि लिएर सरकारका सबै अङ्गहरूमा उसले आफ्ना मान्छेहरूले मात्र भर्ती केन्द्रको रूपमा स्थापित गराएर देशको ढुकुटीहरू लुट्ने बाहेक केही पनि काम गरेन। त्यहाँको जुन महेन्द्र राजापक्ष भन्ने एउटा त्यहाँको सरकारमा अवस्थित प्रधानमन्त्रीले जनताले निर्वाचित गरेर पठाएको म्यान्डेटको उसले पुरै मिसयुज गरेर दुरुपयोग गरेर आज श्रीलङ्का कम्प्लिटली एउटा तपाईँको ब्याङ्क्रप्ट एउटा डुबाइदियो उसले। त्यसकारण पनि उसलाई हिजो श्रीलङ्काको जनताको हरिस मोह भएर त्यहाँ ऱ्यापिडली जुन एउटा श्रीलङ्काको सरकारप्रति जुन त्यहाँको जनताको आकर्षित उत्पन्न भयो, त्यसपछि त्यहाँका जनताहरू जागेर त्यहाँका भएका जति पनि र महेन्द्र राजापक्षसँग सम्बन्धित जति पनि नेताहरू कार्यकर्ताहरूलाई लखेडी उनीहरूले आफ्नो देशबाट जुन कुर्दै भिगार भए। त्यहाँका जुन महेन्द्र राजापक्ष आफ्नो स्थान एउटा गृह निवासबाट पनि छोडेर भाग्नुपर्ने अवस्थाहरू के कारणले आयो भनौँ न। पटक जनताले दिएका निर्वाचित गरेर पठाएका देश समृद्धि विकास गर्नको लागि भनेर त्यो त्यहाँको जुन एउटा राजनीतिक दललाई तिनीहरूले जहिले पनि धोका दिँदै आएका छन्। त्यो धोकाको परिणाम रूपमा के भनेर देशमा एउटा हरेक चिजको ल्याकअप भयो, रोजगारीमा कमी भयो, महँगीमा वृद्धि भयो, जनताका आधारभूत आवश्यकता पूर्ति हुन सकेन। केही व्यक्तिहरू रमाए, धनी भए, ती राज्यमा रहेका आफ्ना नातावाद कृपाहरू मोटाए, धनी भए, उनीहरूको मात्रै जीवन स्तर सुधार भयो, बाँकी जनताको जीवन स्तर जहिले पनि डाउन हुन गयो। त्यो नेपालको अवस्था हो, चाहे दक्षिण एसियाको अवस्था तपाईँ देख्न सक्नुहुन्छ। भन्नु मतलब हामीहरूले जति पनि तपाईँको जुन उहाँहरूलाई जुन एउटा सरकार बनाउन र देश विकासमा गर्नको लागि जुन किसिमको हामीले म्यान्डेट गरेर पठाएको त्यो अनुसार काम भयो त भएन नि त। किन भयो भने उनीहरूले गर्नै चाहेन। त्यो नगर्नुको कारण के भन्दाखेरि उनीहरू मात्रै एउटा सत्तामा रहिराख्ने, उनीहरू मात्रै मोज मस्ती खाइराख्ने, जनतालाई जहिले पनि बेवकुफ बनाउने, धर्मको नाममा लडाउने, जातीयताको नाममा लडाउने, संस्कारको नाममा लडाउने र त्यसको मिसयुज गरेर उनीहरू जहिले पनि सत्तामा बस्ने र सत्तामा जहिले पनि घुलमिली गरिराख्ने। देश विकास निर्माणको भाडमा जाओस्, जनता भाडमा जाओस्, जनतालाई बेवकुफ बनाउने, उल्लु बनाउने जस्तो किसिमको जुन उनीहरूको जुन एउटा स्मल थिङ्किङले गर्दाखेरि आज त्यही जनताहरू एउटा जागृत भएर आज उनीहरूलाई आफै आज आफ्नो देशबाट लखेड्नु पर्ने अवस्था आयो। त्यसकारण पनि हामीले पनि त्यो अवस्था नआउने हामीले पटक सोच्नुपर्छ। किनभने हामी जब जनता जाग्छ नि, जनता जागिसकेपछि जनता केही पनि लाग्दैन। किनभने जनतालाई अति भएपछि त्यो जनताले पनि एउटा स्मरण गर्छन् क्या। स्मरण गरिसकेपछि त्यसको प्रतिफलको रूपमा जसले जनतालाई धोका दिएका छन् उनीहरूप्रति आकृष्ट भएर जनता उनीहरूको प्रति लखेडिनको लागि एकदमै आकृष्ट भएर उनीहरूले लखेड्न खोज्छन्। हो त्यो अवस्था आउन सक्छ। त्यसकारण श्रीलङ्काको अवस्था यो अवस्थामा आउनुको कारण त्यही हो। किनभने हामीले 21औं शताब्दी भन्दा 20औं शताब्दीमा हामीलाई जहिले पनि 20औं शताब्दीमा राखेर उनीहरू मोज मस्ती गर्ने, खानपिन गर्ने, रमाइलो गर्ने, भयभरको ढुकुटी लुट्ने जुन किसिमको क्रियाकलाप गर्दाखेरि आज श्रीलङ्का गरिब हुनुको कारण त्यही हो। श्रीलङ्का मात्रै होइन, नट ओन्ली श्रीलङ्का बट अल्सो टु अल साउथ एसियन पिपुल आर पुअर इन दिस टाइम बिकज अफ पोलिटिकल लिडरले धोका दिनुको कारण हो। हाम्रो जागृत हुनुपर्छ।